नमस्ते साथीहरु, वेलकम टु माई च्यानल। साथीहरु, मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। साथीहरु, आज चाहिँ हामी बसन्तपुर दरबार स्क्वायर घुम्न आएको छौँ भाइ र म है। चट्टसँग म यहाँ तपाईँ हजुरहरूलाई बसन्तपुर दरबार स्क्वायर कस्तो छ देखाउँछु है त। हेर्नुहोस् साथीहरु, यहाँ मन्दिर, यहाँनिर एकदमै राम्रो छ है, हेर्न सक्नुहुन्छ। 1 2 3 ताले मन्दिर र मेरो भाइ चाहिँ उपर छ है त, हाम्रो सीमित भाइ। अघि त भिडियो भएन रहेछ नि त भाइ। यता थमेल जाने होइन भाइ? यता जानुपर्ने हो। हामी दाजुभाइ चाहिँ हामी घुम्दैछौँ है, बसन्तपुरतिर छौँ हामी। लास्ट टाइम मोटाइएछ यार। र हामी चाहिँ यो अहिले बसन्तपुर दरबारमा आएको छौँ है। मेरो नारायण भाइ, सीमित भाइ। हेर्न सक्नुहुन्छ, यहाँतिर मन्दिर चाहिँ एकदमै धेरै छ है। काठमाडौँ बजार चाहिँ होम्स अफ टेम्पल भनेर पनि चिनिन्छ है त साथीहरू। मन्दिर, मठ मन्दिर चाहिँ एकदमै धेरै छ है। र मान्छेको घुइँचो पनि, मान्छे पनि एकदमै धेरै छन् है त साथीहरू। यहाँ घुम्न आउने पर्यटकहरू देश विदेशबाट चाहिँ घुम्न आएका छन् है त साथीहरू। र साथीहरू, लाइक कमेन्ट गर्दै गर्नु होला। हेर्नुहोस्, हामी तपाईँ हजुरहरूलाई देखाउने वाला छौँ है। र हेर्न सक्नुहुन्छ है, पुराना मन्दिरहरू, पहिले राजा मल्लकालदेखिको मन्दिरहरू चाहिँ यहाँनिर छन् है त। यो मन्दिरहरू चाहिँ पहिले भूकम्पले भत्काएको थियो र फेरि यसलाई चाहिँ रिपेयर गरेर अहिले यस्तो छ है त। हेर्न सक्नुहुन्छ बसन्तपुर। कता जाने हो भाइ? हो फर्कौँ? एउटा भिडियो बनाउँदा र भाइ र हामी चाहिँ अब चाहिँ बसन्तपुरबाट त फर्किँदैछौँ है। मेरो भाइ चाहिँ उहाँ छ है। हेर्न सक्नुहुन्छ यस्तो छ है त। र हामी चाहिँ बसन्तपुर दरबार घुमेर हामी चाहिँ घरतिर, अब घरभन्दा पनि अब यहाँ न्यू रोडमा काम छ है, विशाल बजार जानुपर्ने छ। त्यस्तै चाहिँ साथीहरू भिडियो हेर्दै गर्नु होला है त। र काठमाडौँको चहल पहल एकदमै डेन्जर छ है साथीहरू। मान्छेको घुइँचो है। र हेर्न सक्नुहुन्छ है, न्यू रोड एरिया यस्तै छ है त साथीहरू काठमाडौँको। बालेन सिटी यहाँ हेर्नुहोस्, कलर गरेर एकदमै राम्रो है। विदेश स्टाइलको बनाएको रहेछ है बालेनले काठमाडौँ सिप भ्यालीलाई चाहिँ एकदमै राम्रो। हेर्न सक्नुहुन्छ है न्यू रोड एरिया चाहिँ। र यहाँ चाहिँ पसलहरू पनि एकदमै धेरै छ है। र तपाईँहरू होलसेल गर्न होलसेलको तपाईँ रिटेल है, तपाईँको पसलको लागि सामान चाहिँ तपाईँले यहाँ न्यू रोडमा आएर होलसेलमा किनेर चट्ट जान सक्नुहुन्छ है साथीहरू। हेर्न सक्नुहोस्। र हेर्नु होला है, अहिले चाहिँ यहाँ पार्किङ पनि छैन है, त्यही भएर अलिक खुल्ला छ है त। यता मेरो सीमित भाइ छ है। भाइ हिँडौँ, कता जाउँ हामी? विशाल बजार। रोड क्रस गर्नु पनि एकदम कठिनाइ
ल है न्यू रोड एरिया चाहिँ यस्तै छ है त साथीहरू। र हामी चाहिँ यहाँ विशाल बजारमा भाइको चस्मा बनाउनु दिएको थियो र हामी चाहिँ चस्मा लिन जाँदैछौँ। ल है साथीहरू विशाल बजार हामी प्रवेश गरिसकेका छौँ है। हेर्न सक्नुहुन्छ यहाँ माथि विशाल बजार। हामी चाहिँ विशाल बजारभित्र छौँ अहिले है। हेर्नुहोस् पर तपाईँले देखिरहनु भएको होला विशाल बजार कस्तो छ भन्दा चाहिँ हेर्नुहोस् है यस्तै छ है साथीहरू। विशाल बजार मार्केट भाइ रिचार्ज कार्ड किन्नु पर्थ्यो। त्यो चाहिँ राम्रो लाग्यो मलाई। यहाँ चाहिँ स्मुथ ल है साथीहरू अब हामी फोटो चाहिँ राम्रो आउँछ। बनाउनु त लास्टै गाह्रो भयो। बनाइदेऊ है भाइ भरे अगाडि हिँड्नु 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 ल अगाडि यता फर्किनु त ल यता आउनु। र साथीहरू हामी चाहिँ अहिले ठ्याक्कै विशाल बजारमा छौँ है। र हेर्नुहोस् अब हामी यहाँ चस्मा लिएर चाहिँ बाहिर निस्किनु पर्ने छ। बाहिर काम छ है त। नारायण भाइ छ अगाडि यता म छु। ल है ल साथीहरू भिडियो पुरा हेर्नु होला। र बजारभित्र चाहिँ यस्तै छ है साथीहरू। 125 225 पर छ है चस्मा चाहिँ। हेर्न सक्नुहुन्छ यहाँनिर है भिजुअलाइज भनेर उपर चाहिँ हाम्रो चस्मा सप छ। त्यहाँनिर चाहिँ भाइको चस्मा निकालेर हामी फेरि न्यू रोडतिर लाग्नुपर्ने छ है त साथीहरू। यहाँनिर चाहिँ हाम्रो चस्मा रेडी भएको छ। हेर्नुहोस् भिजुअलाइज है साथीहरू। भ्लग हेर्दै गर्नु होला।